प्युठान जिल्लामा 50 किलोवाटको हाइड्रोजन प्लान्ट उद्घाटन भयो। त्यहाँ उत्पादन हुने हाइड्रोजनले 2 महिनाको हाइड्रोजनले 1 वर्षभरिकै नेपालभरिकै डिमान्डले पुग्छ रे। त्यसैले अब हामी सरकारले ग्रीन हाइड्रोजन अनि प्लस ग्रीन युरियामा पनि अध्ययन गर्ने र त्यसमा डिपिआर गर्ने अनि त्यो उद्योगलाई पनि उकास्ने उद्देश्य लिएको छ, बजेटमा पनि आएको छ। अब यो उत्पादनको लागि मात्र नभई खपत रणनीति पनि सँगसँगै जाओस् भन्ने एउटा सुझाव राख्न चाहन्छु। त्यसैगरी अर्को असाध्यै ठुलो सायद र नेपालमा सम्भवतः पहिलोचोटि बजेटमा समावेश गरिएको विषय भनेको यो सोभरेन वेल्थ फन्ड र मातृभूमि कोषको विषयहरू छ। अनि त्योभन्दा अगाडि अल्टरनेटिभ फाइनेन्सिङको त बिल पास भइसकेको छ। यसमा मलाई लाग्छ यो सोभरेन वेल्थ फन्ड भनेको चाहिँ हाम्रो राज्यकै सम्पत्ति, राज्यको सार्वभौम कोष हो, जुन हामीले हिजोसम्म हाम्रो टाउकोमा यति ऋण थियो भन्दै गर्दाखेरि अब चाहिँ हाम्रो टाउकोमा यति सम्पत्ति छ भन्नेको चाहिँ उद्घाटन भएको मैले ठान्दछु। हामीले वर्षौंदेखि राज्यको सम्पत्ति सार्वजनिक पुँजी वृद्धि गर्ने भन्ने कुरा गरिराख्यौं, तर त्यसको आकार कस्तो हुन्छ भन्ने कुरा सायद गरेका थिएनौं। यसपालि एउटा आकार भनेको यो सार्वभौम सम्पत्ति कोष भनौं, सोभरेन वेल्थ फन्डले दिन्छ जस्तो लाग्छ। यसमा हामीले यो फरेक्समा भएको पैसालाई कतिसम्म सकिन्छ त्यसलाई समेट्ने भनिएको छ। यसका साथसाथै हामीले अन्त अरू सेक्टरबाट लिने रोयल्टीहरूलाई पनि यसमा समावेश गर्न सकिन्छ जस्तो लाग्छ। जुनसुकै हाम्रो राष्ट्रिय सम्पत्तिहरू हुन् त्यसबाट आर्जन हुने सम्पत्तिको केही हिस्सा यसमा जान सक्छ जस्तो लाग्छ। इभन हाइड्रोको पनि क्यापेसिटी रोयल्टीहरू, जेनेरेसन रोयल्टीहरू सायद यसमा हामीले समावेश गर्न सक्छौं जस्तो लाग्छ। अनि यो मातृभूमि कोष र अल्टरनेटिभ फाइनेन्सिङमा चाहिँ भएका फरक के हुन् भन्ने भने अलिकति प्रष्टता भइदियो भने सायद सहज हुन्थ्यो जस्तो लाग्छ। त्यसैगरी सामाजिक सुरक्षा कोष सम्बन्धी अनौपचारिक सेक्टरलाई समेट्ने केही प्रयास भएको बजेटमा देखिन्छ, तर त्यसलाई अझै सरकारका करारका कर्मचारीहरू, दरबन्दीमा रहेका करार कर्मचारीहरूलाई पनि समेटेको भए अथवा समेट्न सकिने भए त्यो गर्दाखेरि सरकारबाट मेसेज पनि राम्रो जान्छ कि हामी एसएसएफ प्रति पोजिटिभ छौं भन्ने, र यसले नै हाम्रो अनौपचारिक सेक्टरमा रहेका श्रमिकहरू र अन्य इम्प्लोयरहरूलाई चाहिँ समेट्छ जस्तो लाग्छ। अनि केही कुरा आयो कि यसलाई तल्लो वर्गलाई अलि समेटेन कि बजेटले भन्ने छ। एउटा चर्चामा नआएको अर्को विषय चाहिँ हामीले श्रम सम्बन्धी छुट्टै बुँदा प्रष्ट रूपमा चाहिँ बजेटमा लेखेको पाएँ, जसमा रोजगारदाता र श्रमिकहरूको रोस्टर बनाउने, श्रमिकहरूलाई ब्याङ्क भुक्तानी मार्फत नै उहाँहरूको भुक्तानी हुने गराउने, त्यस पछाडि गएर उहाँहरूलाई लिखित सम्झौतामा आबद्ध गर्ने बाध्यकारी बनाउने, बिमामा आबद्ध गर्ने र सामाजिक सुरक्षा कोषमा पनि आबद्ध गर्ने, र यी कुराहरू मा भए नभएको अथवा यसमा न्याय अन्यायको विषयको लागि श्रमको न्यायाधिकरण समेत स्थापना गर्ने विषयहरू पनि समावेश भएको छ, जुन असाध्यै स्वागत योग्य छ जस्तो लाग्छ। अनि अलिकति हामीले सामाजिक न्यायमा कमजोर